हेलो गाइज, आज चाहिँ हामी मोबाइल वर्ल्ड इटरीबाट यो ऱ्यान्डम स्पटमा आएर यहाँ हाम्रो फलो गर्नु भएको छ छैन भनेर सोधेर हामीले यति धेरै गिफ्टहरू पनि उहाँहरूलाई लिएर आएको छौँ। अब हेरौँ है त कसले हामीलाई फलो गर्नु भएको छ कि छैन। यहाँ चाहिँ एउटा भाइ आइरहेको छ, त भाइलाई सोधौँ है त। एक्सक्युज भाइ, तपाईँले हाम्रो मोबाइल वर्ल्ड इटरीलाई फलो गर्नु भएको छ? भाइ तपाईँले हाम्रो मोबाइल वर्ल्ड इटरी आइडीलाई फलो गर्नु भएको छ? छैन त। तपाईँले हाम्रो मोबाइल वर्ल्ड इटरी आइडीलाई फलो गर्नु भएको छ? छैन, सुन्नु चाहिँ सुनेको थिएँ तर मैले फलो चाहिँ गरेन। हेलो भाइ, हजुर तपाईँ हामीले मोबाइल वर्ल्ड इटरी आइडीलाई फलो गर्नु भएको छ? हजुर गरेको छु। खै हेराउनु त। फ्रेन्ड पनि रहेछ यो होइन इटरी मोबाइल इटरी वर्ल्ड। हजुर, उहाँ भाइले चाहिँ हाम्रो आइडीलाई फलो गर्नु भएको रहेछ। भाइ तपाईँको मोबाइल 8+ हो कि 7+? 7+। हामीले चाहिँ हाम्रो आइडीलाई फलो गर्नेलाई चाहिँ यहाँ के भन्छ गिफ्टहरू सानो लिएर आएको छु। हजुर के लानुहुन्छ कि ब्याक कभर लानुहुन्छ? ब्याक कभर गरिदिनु न, यो कभर पनि ब्याक कभर है त 7+ को। उहाँ भाइले चाहिँ हाम्रो आइडीलाई फलो पनि गर्नु भएको रहेछ अनि उहाँको लागि चाहिँ हामीले यो 7+ को कभर गिफ्ट दिँदैछौँ है त। ए थ्याङ्क यू दिदी। अनि तपाईँहरूकोमा यो आइफोन 12 पनि गिभअवे चल्दैछ भन्ने सुनेको थिएँ। हजुर, यही आइफोन 12 को गिभअवेको लागि अनाउन्स पनि गर्न आएको। हामीहरूले चाहिँ यो आइफोन 12 भनेर गिभअवे गर्दैछौँ। यो आइफोन 12 पाउनलाई चाहिँ हाम्रो आइडीलाई फलो गरेर भिडियोमा लाइक, कमेन्ट, सेयर अनि रिपोस्ट गर्नुपर्ने हुन्छ। थ्याङ्क यू दिदी। अब मैले सोचेको थिइनँ पहिला फलो गरेर, अब जस्ट यहाँ भ्यू गर्न आएको थिएँ, तब यस्तो पाउँछु भनेर थाहा थिएन। थ्याङ्क यू दिदी। हुन्छ, हजुरहरूले पनि हाम्रो आइडीलाई फलो गर्नु भएको छ भने फलो गरिदिनु। हामीले यस्तै गिफ्टहरू पनि धेरै लिएर आउँछौँ नै। थ्याङ्क यू।